सुमिना चाहिँ आफै हाइकिङ जाने भनेर हेलो गाइस, तपाईहरुलाई स्वागत छ मेरो न्यू डेली भ्लगमा। अनि आज चाहिँ एकदम हतारको साथमा भ्लग सुरु गर्दैछु किनभने हामी चाहिँ हाइकिङ गर्न लाग्यो ट्युसनबाट माथिको ठाउँको त्यो धनकुटा जस्तै ठुलो ठाउँ हो के साङभुरी कि साङकिरी। अनि 8 बजे ओसो आइपुग्नु पर्ने थियो। हामी 8 साढे 8 भइसक्यो घरमै छौँ। अघि त्यही साथीहरूले कल गरेको अब चाहिँ तपाईँलाई माथि माथि पुऱ्याइ देखाउँछु। साथीहरू भएन नि हामी ओसाइसक्यौँ कि यहाँ सबै साथीहरू माथि पर्खिरहेको छ हामीलाई। हामी मात्रै ढिलो। अनि अब हामीलाई कति गाली गर्छ सुन्नु होला साथीहरू। गाली चाहिँ गर्दैन कि तर गर्छ गाली। हेलो नल्ले कराएर साथीहरू छैन अरे ब्याग बोका भनेको त कि मलाई त झोला ल्याइरहेछु मैले चाहिँ। पछाडि यस्तो ब्यागै छैन क्या मेरो। म बोक्छु छोड भिडियो पैसा हस् बाई बाई। है सरहरू खोइ साथीहरू ल हामी चाहिँ लाग्यो एकदम ढिलो भए पनि केही छैन कि हाम्रो ग्रुपहरू चाहिँ जान्छौँ। यहाँ यो बाटो हुँदै जानुपर्ने भएन। यो गेट पस्ने यो गेट तिनीहरूलाई चाहिँ हामीले फी तिरेर चौरभित्र पसेको। गीत बनाउन भने के हो यस्तो बनाइसक्नु भएछ हाम्रो हरका बाजेले। मेरो हाम्रो उकालो अब त्यसरी भयो। यहाँनिर चाहिँ बाढी आउँदा त्यसरी ल्याक्लुत लगेछ। अहिले फेरि बनिसकेछ। ओइ मलाई नै लट्ठी खोज्दै त स्मृति। साथीहरू हामी चाहिँ ओसो कटिसकेको छौँ। अनि बाटैबाट हिँड्दैछौँ। कस्तो गरिसक्यो अलिकति हिँड्दाखेरि नि साथी भित्र कस्तो खुसखुस हुँदैछ। घाम निस्केर चाहिँ कस्तो गर्मी हुन थालिसक्यो। नो ब्रेकअप नो ब्रेकअप। मामा सुमिना चाहिँ तल्लै छ। हामी चाहिँ आउँदै कतिजना हामी 3 जना 4 जना भएछौँ। सुमिना चाहिँ आएको छैन अझै पनि होइन। हामी चाहिँ यसरी जाँदैछौँ। मेरो पार्टनर गाइज यसो गति चाहिँ यस्तो भइरहेछ है साथीहरू। बिचरा अब खेल्ने मान्छे ओइ उठ्न हौ कस्तो बेउडा छ। सुमिना चाहिँ आफै हाइकिङ जाने भनेर फुइ गरिरहेको थियो। अहिले हिँड्न सकेको छैन। यहाँ यमुनाले ठेलेर र आज आस्था भनेको डेन्जर हिँडिरहेको छ है। साथीहरू हामी माथि आइपुग्यौँ। अनि म चाहिँ सरासरी हिँड्दैछु आज। आरामले बस्ने म खान्छु। साथीहरू हामी आधी बाटो आइपुग्यौँ होला लगभग। मलाई यिनीहरूले छोडेर हिँडेको त्यो भूमिकाले मलाई छोडेर हिँड्नु साथीहरू आज। मलाई नि खानेकुरा देऊ न। म खाने तितिरी खाने देखेको मुसु हाँसेको यस्तै हुन्छ जहिले। तिमी मासु खाम न डबल ब्लग बनाऊ। पैँटा जस्तो भएर टाउको दुखेर जस्तो भएर उकालोमा नि मेरो बमिट निस्केको धेरै म नसकेर बिस्टोले बोकिदिरहेछ मेरो। त्यही भएर चाहिँ खुइ हिँडेको। तिमी हिँड्न सक्दैन होइन नसँगले भर्खर ठाउँको ठाउँ ब्रेकआउट गरौँ है।
सुमिनाले अघि मलाई यस्तो छैन ब्रेकअप गरेको छैन यस्तो भनेको छ नि मलाई छैन के मैले भेटेँ होइन के म पनि बोयफ्रेन्ड बनाउनु घरमा म तिमीलाई माया गर्छु न धेरै म नि डेट गर्नु पर्यो म सुमिनालाई पर्खेर डेट नगरेको तर सुमिनाले मलाई चिडायो भिडियो गर यहाँनिर हिँड्नु नसकेर अब तित्री खाएर तकडा भएर हिँड्नुहुन्छ हेलो गाइज हामी चाहिँ यहाँ ओइ माथि भेट यता माथि आइसक्यो म कस्तो नदेखेको यहाँ खै कहाँ गयो यता माथि छ है यहाँ चाहिँ यसको काम यो हो होइन ओइ उठ बस्न छ्या हेर्दा बेहाल छ बेटा आएन हौ मलाई पनि साथीहरू गुराँस पनि हामीले भेटायौँ कस्तो लक्की फिल भइरहेको एउटा गाई कस्तो दामी हावा आउँदैछ कस्तो शीतल भयो कस्तो म त गुराँस खाँदैछु कस्तो फ्रेस है यस्तो रहेछ नि त्यो त माथि सुमिना जहाँ पाइ त्यही सुतेर त्यसको सेतो प्यान्ट पनि कालो भइसकेको छ अनि सुमिनाले मलाई ठाउँको ठाउँ ब्रेकअप दियो हाम्रो ब्रेकअप भयो तपाईँहरू ट्राई गर्न सक्नुहुन्छ हामी आइसक्यौँ फाइनली वी आर हियर कस्तो राम्रो नि चिवाइँदैन त कस्तो गिरी खान्छ यसले त ओइ त के हो निलो ओइ मैले खाएको त्यस्तो हुँदैन त त्यस्तो हुन्छ खाँदा खाँदैछु म कस्तो ठाउँ राम्रो छ होइन ठिकै छ कस्तो सोचेको जस्तो भनेर राम्रो कि ठिकै सोल्टिनी ल्याउन सोल्टिनी कस्तो लाग्यो भन्नु त हिँड्दाकै तपाईँलाई मलाई यस्तो गाह्रो भयो नि मैले मेरो भारी पनि बिस्तारै बोकिदियो म जस्ट लट्ठी टेकेर आएँ है ठाउँ एक्सपेक्टेड नै थियो राम्रो लाग्यो सोच्यो भन्दा राम्रो ठिक छ कस्तो लागिरहेछ यहाँ कस्तो हिँडाइ मच्यो कस्तो कस्तो सोच्यो भन्दा राम्रो छ कि छैन अब सुजातजी कस्तो लागिरहेछ ए भन्नु न एकचोटि कमेन्ट त गर्नु यहाँ अब यहाँ ए हिँड्नुमा कस्तो लागिरहेछ ठाउँ कस्तो छ राम्रो छ राम्रै छ हिँड्दाको कस्तो भयो हिँडाइ कस्तो मच्यो हाम्रो सृजना राम्रो लागिरहेछ सुजाता तिमीलाई चाहिँ मेकअप किन गर्नु पर्यो यता हेर न हौ यहाँ हेर न हाम्रो भूमिका मिस कस्तो लाग्यो तपाईँलाई पैदल यात्राको गन्तव्य राम्रै लाग्यो होइन हाम्रो आस्थाजी कस्तो लाग्यो भन्नु त कस्तो हिँड्नु मजा आयो ऊ त अगाडि हिँड्छ त्यो हाम्रो सरहरू कहाँ जानुभयो जोतको कस्तो हिँडाइ अनुसार कस्तो छ भन न भन्छ न एउटा कमेन्ट त राम्रो छ हिँडाइ म तरुमा चाहिँ मलाई चाहिँ एकदम बबा लाग्यो है यो ठाउँ एकदम बबा लाग्यो है अब हाम्रो सुनाउँ न एकरा
बनाउँदैछन् अनि म चाहिँ हेर्दै चाहिँ देखाइदिनु न ला 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 तर न बास्ना हुन्थ्यो न अलिक बास्ना मैले बस्नु छ नि एउटा देखाउला भने पैसा बेलै साथीहरू म चाहिँ कस्तो राम्रो बसेर भाइ उठाएर बसेर गम खान्छु के गरेँ मैले हो अनि हिँड्नु नसकेर त हो अनि नसकेपछि के गर्नु त नि हाम्रो काम गर्ने काम यो दुईजना आज धेरै धेरै हिँड्यो अनि उनीहरू काम गर्दैछ गले पनि छैन नुमा म यहाँ बसेको थ्याङ्क यू खोइ नुमा यो लगाइदियो त तिमी मासु त पुग्दैन होला यार चम्ची छ नि हड्डी कसरी हड्डी छ भुइँको चाहिँ कसको अब म चिउरा लाउँछु साथीहरू म चाहिँ टेस्ट गर्न गइरहेको छु हाम्रो मासु यहाँ अलिकति मैले ग्रेभी हालेँ अनि यसो गरेँ मिठो भएछ सरी कसलाई ठोक्यो मलाई ठोक्यो नि जिउँदै आइपुग्यो यार म त एक्सपेक्ट पनि गरेको थिएन आइपुग्यो हिँड्दै सबैलाई छिटो हिँड्दैछ कस्तो मिठो है हामीले चाहिँ मार्केट पाएको छ मैले यसबाट मेरो नाम लेख्नु जाँदैछु ओ याद आयो यो हेरेर ल ल ल सरी माफ इलिगल हो भने अलिक पर सबै देखा न हाम्रो मलाई पनि देखा न कस्तो राम्रो राम्रो होइन टिम खमा लेख्छु भूमि सुमी हौ तुला नै गरौँ न 12 सब ध्यान मान्छे ध्यान 2025 लेख्न हौ जाठी खोइ मलाई मार्कले त तेरो मेरो फोटो खिच्न लाम न हामी चाहिँ अब अर्को ट्रेन गर्न आँटेको छौँ यो भिडियो तपाईँहरूले टिकामा भेट्नुहुन्छ सबैजना आउँदो गाडी पनि बनाउनु नि ल ल ल साइज त छया के गर्न ल म बोल्छु अब माइकमा हेलो 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 बाबा जान्छु गोपाल सक्दैन नि फेरि
हामीले रमाइलो भयो साथीहरू। अब चाहिँ यो 2-3 वटा डाँडा काटेर फेरि फर्किनु भन्यो। उकालोमा मात्रै हिँड्न नसकेको ओह्रालोमा म तुफान